हेलो साथीहरु नमस्ते। आज पनि फेरि नयाँ भिडियो लिएर आएको छु मौरी सम्बन्धी चाहिँ तपाईहरुलाई आज चाहिँ एकदम विशेष महत्त्वपूर्ण जानकारी लिएर आएको छु। तपाईहरुले अब मेरो भिडियोलाई हेरिराख्नु भएको छ। तपाईहरु लाइक कमेन्ट शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला। र आज चाहिँ नि तपाईहरुलाई मौरी सम्बन्धी चाहिँ के विषय लिएर आएको छु भन्ने तपाईहरुको कौतूहल त होला। तर तपाईहरुले थम्बनेलमा पनि देख्न सक्नुभयो। यो चाहिँ अब आज चाहिँ नि यो मेरो मौरीलाई चाहिँ नि अब मौरी चाहिँ नि अब स्वास्थ्य अलिक राम्रो छिटो बढाउन हामीलाई चाहन्छ मौरी पालकले चाहिँ नि हैन। तर पनि मौरी चाहिँ अब कहिलेकाहीँ चाहिँ अब धेरै रोगहरू लाग्न सक्छ। तिनीहरू रोगबाट चाहिँ नि हामीले बचाउन सक्नुपर्छ र छिटो बढ्छ। नत्र भए चाहिँ नि अब छिटो बढ्दैन। आज चाहिँ नि अब टपिक अनुसारै कुरा गरौँ। आज चाहिँ नि यो अब यहाँ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ खासै डढेको चाहिँ छैन। तर यो अब डढेको चाक हो। अब यसलाई चाहिँ कसरी फेर्न सकिन्छ, कसरी फेर्दाखेरि राम्रो हुन्छ र यो फेरेपछि के हुन्छ भन्ने आज चाहिँ यही विषयमा चाहिँ भिडियो बनाउन लागिरहेको छु। अब यो डढेको चाकामा चाहिँ नि हैन यो किन डढ्छ पहिला चाहिँ डढ्ने कारण तपाईहरु भन्न चाहन्छु। यो चाहिँ डढ्नुको कारण चाहिँ यो जुन मौरीहरुले चाहिँ नि मौरीको रानीले चाहिँ नि अब अन्डा पार्छ र त्यो अन्डादेखि चाहिँ बच्चाहरू निस्किँदाखेरि चाहिँ त्यहाँ चाहिँ नि उनीहरूको अब विभिन्न अब हामीले पनि अब मैलाहरू हुन्छ हैन। त्यहीबाट चाहिँ यो मैला र परजीवी उनीहरूले जुन मौरी चर्न जाँदाखेरि ठुट्टुरै परजीवीहरू हुन्छ है। त्यसबाट अनि त्यहाँको उसले चाहिँ नि अब रोग अलिअलि लाग्छ र त्यहाँबाट चाहिँ नि यो मौरीको चाका चाहिँ डढ्छ र डढेपछि चाहिँ नि अब यो उनीहरूको हुर्किँदाखेरि यो फोहोर मैलो हुन्छ र सफा पनि गर्छ उनीहरूले। तर सफा गर्दा पनि अलिअलि बसेकोले चाहिँ नि यो धेरै डढ्ने चाहिँ त्यही कारणले हो। र यो डढ्नुको कारण भनिसके यो डढेपछि चाहिँ नि मौरीले चाहिँ यसरी खाएको हुन्छ। खाएर चाहिँ फाल्ने कोसिस गर्छ। तर पनि यिनीहरूले चाहिँ नि यो जति खाएर फाले पनि यो रहन्छ। र यो यसमा चाहिँ नि मौरीले चाहिँ नि अब छिटो रानीले यस्तोमा चाहिँ बच्चा अन्डा पार्न त्यति मान्दैन डढेको चाकामा चाहिँ नि। त्यही भएर उनीहरूलाई अब अलिअलि मौरीको रानीलाई चाहिँ नि नयाँ चाहिन्छ। जस्तो कि अब यतिको नयाँ चाका चाहिन्छ उसलाई। यतिको नयाँ चाका र सकभर सेतो नै भयो भने चाहिँ उनीहरूलाई धेरै अन्डा पार्छ। र यस्तोमा चाहिँ नि उसले त्यो डढेकोमा चाहिँ पार्छ त्यति राम्रो चाहिँ अन्डा चाहिँ पार्दैन। र त्यसबाट हुर्किएको मौरीहरू पनि डढेकोबाट हुर्किएको रानी मौरीहरू पनि त्यति राम्रो हुँदैन। र यसलाई चाहिँ नि फेर्नलाई चाहिँ नि कसरी फेर्ने र के गरी फेर्ने भन्ने कुरा चाहिँ आज भिडियोमा अब तपाईहरुलाई लिएर आएको छु। र यो अब चाहिँ नि मौरीको सिजन पनि लागिसक्यो है। यो मौरी पनि मेरो चाहिँ मौरी चाहिँ प्रशस्तै छ मेरो। अब यो चाहिँ नि 10-11 चाकाको मेरो चाहिँ फ्रेमको चाहिँ मेरो मौरी हो। र यसलाई हामीले चाहिँ नि यो डढेको चाका यहाँ पनि थुप्रै छ। जस्तो कि यो डढ्ने चाहिँ नि 1 वर्ष 6 महिना अब 3-4 महिना बच्चा पारिसकेपछि चाहिँ नि यो जुन डढ्ने भनेको चाहिँ यो बडो असोज कार्तिक मङ्सिरको चाहिँ नि धेरै डढ्छ। अरू बेलाको त्यति नडढ्ने पनि त्यतिखेर चाहिँ नि अब धेरै महहरू कलेक्सन गर्छ र त्यो अब बच्चाहरू पनि त्यतिखेरै धेरै बच्चा बनाउने भएको हुनाले त्यतिखेर चाहिँ अब धेरै डढ्छ। अब डढेपछि चाहिँ नि कसरी फेर्ने भन्ने कुरा चाहिँ आज अब कसरी डढ्छ भन्ने कुरा पनि लिएर भनिसकेँ। अब कसरी फेर्ने भन्ने चाहिँ आज भन्न लागिरहेको छु। अब त्यो डढ्ने बित्तिकै त्यो रानीले चाहिँ नि यस्तो एउटा यो बच्चा पार्यो भने यता अब ठाउँ अन्डा पार्छ क्या। त्यसरी अनि अब छिटो अब मौरी ग्रो अप हुँदैन, छिटो बढ्दैन मौरी चाहिँ नि। अब हामी चाहिँ झ्याप्प टालेको जस्तै हुनुपर्छ। अब टालेको यो मौरी चाहिँ एकपल्ट हुर्काउनु चाहिँ झ्याम्मै कसरी मजाले गरेको जस्तो एकैचोटि हुर्किने चाहिन्छ हामीलाई चाहिँ नि। त्यसरी चाहिँ छिटो बढ्छ। र यो चाहिँ नि अब
डढेकोमा चाहिँ त्यस्तो गर्दैन, त्यही भएर छिटो बढ्दैन। त्यही भएर चाहिँ यो डढेको चाका चाहिँ हामीले बाहिरैदेखि हेर्दा पनि थाहा हुन्छ कि यो डढेको नडढेको। अब यहाँ धुवा डाडी पनि छैन सकभर। एउटा चाहिँ म डढेको चाहिँ चाका देखाउन लगाइरहेको छु। यो डढेको चाहिँ यी होला डढेको, यो पनि डढेको चाहिँ हल्का चाहिँ डढेको रहेछ, तर ठिकै चाहिँ यतिको चाहिँ मह पनि छ। यो माथिको चाहिँ मह छ पुरै। यो डढेको छैन, डढेको चाहिँ पुरै कालै हुन्छ है। अब त्यस्तोमा चाहिँ हामीले चाहिँ नि यो जुन यो छेउतिर यता छेउतिर चाहिँ ल्याएर राखिदिनु पर्छ र त्यहाँ चाहिँ नि बिस्तारै उनीहरूको बच्चालाई चाहिँ निकालेर लान्छ। अब अनि त्यो जुन अब मह र चाक मात्र बस्छ र अझै यतै छेउतिरै ल्याउनु पर्छ। यसरी गर्नुपर्छ, छेउतिरै ल्याउनुपर्छ। अनि यो यता छ भने यतिको नै छोडिदिनुपर्छ ग्यापमा। अनि चाहिँ यहाँको मह पनि टानेर सबै त्यहाँ लान्छ र त्यसलाई चाहिँ नि निकालेर फालिदिनुपर्छ। अब त्यो यो यस्तो चाहिँ फालेर यो जुन यो डढेको चाहिँ फालेर अनि फ्रेम मात्र फेरि राखिदिनुपर्छ र छिटो अब ग्रो अप हुन्छ। र आज चाहिँ नि यो मेरो चाहिँ नि यो डढेको तलको चाहिँ डढेको थियो र मास्तिरको चाहिँ डढेको छैन। यो डढेको चाहिँ काटेर फालिदिएँ। यसरी तपाईँहरू चाहिँ काटेर अब कोही चाहिँ सर्लक्कै नै डढेको हुन्छ भने कोही चाहिँ तल बच्चा कक्ष मात्र डढेको हुन्छ। त्यसलाई चाहिँ नि अब त्यो बच्चा बसेको ठाउँको चाहिँ नि काटेर सलक्कै फालिदिने र माथिको मात्र राखिदिनुपर्छ। म चाहिँ यो माथिको चाहिँ काटेर फाल्न लगाइरहेको छु। यसरी काटेर फाल्दाखेरि चाहिँ फेरि उनीहरूले यहाँदेखि छिटो बच्चा बनाउने अब ग्रोअप गर्ने छिटो हुन्छ उनीहरूलाई। अब त्यही भएर चाहिँ नि अब यो लगभग मेरो विचारमा छेउतिर पनि बच्चा बनाइरहेछ। यो चाहिँ मेरो चाहिँ एकदमै अब हेल्दी अब मौरी हो। यो रानी भर्खर मैले अस्ति मात्र फेरिदिएको मैले रानी चाहिँ नि। अब त्यही भएर यो रानी नयाँ भएर चाहिँ यति धेरै अब ग्रो भएको छ। र यसलाई चाहिँ यसरी अब बिचमा तपाईँहरूलाई एउटा कुरा पनि भन्नु लगाइरहेको छु। तपाईँको यो यस्तो फ्रेम छ भने चाहिँ नि यस्तो छेउमै राखिदिनु है। खाली फ्रेम छ भने चाहिँ छेउमा राखिदिनु। यसो गर्दाखेरि चाहिँ छिटो तपाईँले याद गर्नुभयो भने मौरी भाग्ने सम्भावना पनि हुन्छ। सकभर चाहिँ यति नै गर्नु। अहिले चाहिँ सिजन सुरु भइसकेको छ, तर पनि सिजन हुँदा पनि छेउमै राख्नुपर्छ। र मैले चाहिँ यसरी अब स्लटमै राखिदिएँ, बिचमै राखिदिएँ। अब बिचमा राखे पनि अब यो चाहिँ चाका छ, त्यही भएर चाकामा चाहिँ उनीहरूले चाका छिटो बढाउँछ र खालीमा चाहिँ उनीहरूले यो ग्याप जस्तो मान्छ र अब मौरी भाग्ने सम्भावना पनि हुन्छ। ठुट्ठोरै मौरीमा चाहिँ त्यसो नगर्नु होला। मैले मेरो एकदमै विनम्र सल्लाह छ साथीहरू, त्यस्तो चाहिँ नगरिदिनु होला। तपाईँको मौरी भाग्यो भने तपाईँ नै घाटामा जान्छ। त्यसरी यो छेउतिरै राखिदिनु होला। यो उनीहरूले अब चाहेपछि चाहिँ नि आफै त्यहाँ अब चाकै छेउदेखि सुरु गर्ने हो है। यस्तो छेउमा अब छेउमा राखेपछि यहीँदेखि सुरु गरिहाल्छ चाका चाहिँ नि। तर बिचबिचमा यसरी घुसार्नु भयो भने चाहिँ मौरी पनि भाग्ने सम्भावना हुन्छ। तपाईँले एउटा अब भने अर्को पनि तपाईँलाई ठप पनि भनिदिए यो यस्तो बिचबिचमा घुसार्दाखेरि चाहिँ मौरी भाग्ने सम्भावना हुन्छ भन्दै अब धेरै लामो भिडियो भयो। आजलाई चाहिँ यति नै। तपाईँहरूको मेरो भिडियोलाई चाहिँ लाइक, कमेन्ट र सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। जय मौरी, जय नेपाल।